हेलो साथीहरु, वेलकम ब्याक टु माई सलखा भ्लग्स है। धेरै समयपछि चाहिँ आज मैले भ्लग बनाइराखेको छु। यहाँनिर योपालिको 2026 बेगुने जस्तो दामी फुलेको छ है साथीहरु। हेर्नुस् न कस्तो दामी दामी, यहाँनिर हेर्नुस् त यति मजाको कलर है। हेर्दै जानुहोस् ल, म तपाईलाई देखाउँदैछु। यो फुल चाहिँ कस्तो वेदरमा हुने भनेर तपाईलाई थाहा छँदैछ है। यो चाहिँ ठन्डा जग्गामा हुने फुल हो। यो चाहिँ सिजनल फुलै हो है। यहाँबाट देखाइरहेको छु ल एकपल्ट। यो परनिर पनि राखेको छ होइन, त्यो पनि देखाउँदैछु। यो पनि बेगुनीको भेराइटी चाहिँ हो। यतिको भइरहेछ साथीहरु योपालिको हाम्रो। म एक एक कुरा देखाउने कोसिस गर्छु ल, तर यहाँनिर अलिकति भिडियो गर्नु अलिक अप्ठ्यारो छ नि त जग्गा, त्यही भएर हेर्नु नै। यहाँनिर हेर्दै जानुहोस् है, कलरको कम्बिनेसनले जस्तो प्रकारको छ। यहाँनिर हेर्नुहोस् न कस्तो दामी दामी फुलिरहेछ। यहाँ चाहिँ हेर्दै जानुहोस्, व्हाइट एन्ड येल्लोमा मिक्स हो। यो भिडियो चाहिँ विशेष गरेर फुल प्रेमीहरूको लागि है, जसले पनि फुललाई अति नै मन पराउनुहुन्छ उनीहरूको लागि बनाइदिएको है। तपाईलाई थाहा छँदैछ है, आजकल चाहिँ म त्यस्तो भिडियोहरू बनाउँदिनँ नि त हो। तर यो फुल फुलेको देख्दा चाहिँ मलाई अब अलिकति भए पनि, सानो भए पनि भिडियो बनाएर हाल्छु भनेर चाहिँ मन लागेर चाहिँ भिडियो गर्दैछु है। लाइक कमेन्ट गरिदिनु होला है साथीहरु। सधैँ चाहिँ अब सबै फुलहरू एकै जग्गा राख्थेँ नि त, तर योपालि चाहिँ आधी चाहिँ यतै नै राखेर चाहिँ यहाँनिर पनि फुलिराखेको छ। यहाँ चाहिँ प्राय रेड कलर है, हाम्रो चाहिँ प्राय रेड कलरै छ। अनि यो हेलो हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ यस्तो प्रकारले फुलिराखेको छ है। यहाँनिर पनि दामी फुलेको छ है। यसपालि 2026 को बेगुनी चाहिँ यस्तो फुलेको छ है साथीहरु है। यहाँ हेर्नुहोस् त कति दामी छ। यो चाहिँ सेडिङमा है, कति ठुलो फुल लागेको छ। आज हेर्नु न, पानी परेर यस्तो भइरहेछ। यो चाहिँ फेरि पानीदेखि एकदमै जोगाउनु पर्छ नि त। यो फुललाई चाहिँ पानी पर्यो भने चाहिँ छिट्टो झरिहाल्छ, किनभने यो चाहिँ एकदमै डेलिकेट हुन्छ नि त हो। डेलिकेट फुल हो। अरू फुलहरू भन्दा चाहिँ यो चाहिँ ओतमा छ भने चाहिँ धेरै लास्टिङ गर्छ, तर यो पानीमा भेट्यो भने चाहिँ यो फुल चाहिँ झरिहाल्छ। यहाँनिर हेर्नु त कस्तो दामी दामी फुलेको छ। जतिजना पनि तपाईँहरू फुल प्रेमी हुनुहुन्छ है, तपाईँले पनि लाइक गरिदिनु होला मेरो भ्लगलाई। यस्तो पहेँलो पहेँलो पत्ताहरू चाहिँ चुडाइदिइहाल्नुपर्छ नि त्यसरी हो। यो पत्ताले गर्दा चाहिँ फुलको उयो राम्रो देख्दैन त, लुक्स। हेर्नुहोस् त त्यो भाँचिदिएछ नि, एकदम कच्चा हुन्छ नि त यो हो। हेर्दै जानुहोस् ल, यहाँनिर म तपाईँलाई मजाले देखाउँछु त। यो यहाँ माथि टप उयसमा राख्दा पनि पानीले चाहिँ हल्का भेटिराखेको छ हो, किनभने सबै फुलहरूमा हेर्नु न पानी लागिरहेछ नि त। यो चाहिँ व्हाइट र बिचमा चाहिँ हल्का येल्लो। यो चाहिँ प्योर व्हाइट चाहिँ होइन है, प्योर व्हाइटमा पनि हुन्छ, तर मेरोमा चाहिँ छैन। यो चाहिँ पोथी फुल। यसको चाहिँ जुन चाहिँ यो सिड हुन्छ, यो सिड राख्नु पनि सक्छौँ हामीले है। यो पोथी फुलहरू चाहिँ खासमा चाहिँ छिनाइदिनु पर्ने, यो ठुलो फुलाउनुको लागि। तर मलाई चाहिँ माया लाग्यो नि त अब यस्तो फुलिरहेको बेला छिनाउनु, किनभने कोपिलामै छिनायो भने चाहिँ दामी हुन्छ। यो पनि हेर्नु न कस्तो दामी सेडिङमा छ हो। हेर्नुहोस् त कस्तो जामजाम फुल्छ यो, यति दामी छ नि साथीहरु, वर्णनै गर्नु नसक्ने फुलको सुन्दरता चाहिँ यस्तो दामी हुन्छ है। मनै
मनलाई कति खुसी बनाउने क्या हेर्नु न है। यहाँ हेर्नुहोस् झन्डी झन्डी पनि यसरी फुलिराखेको छ है। हाम्रो चाहिँ नयाँ नयाँ भेराइटिज चाहिँ छैन, यो चाहिँ पहिलाकै हो हाम्रो, तर पनि फुल्दा चाहिँ एकदमै दामी। हेर्नुहोस् न कस्तो दामी देखिरहेछ है। रेडमा पनि कस्तो दामी देख्छ नि फुल्दा चाहिँ, एकदमै दामी। यो पनि बिचमा चाहिँ दामी देखिरहेछ। हेर्दै जानुहोस् ल। कोपिला हेर्नु न कतिवटा चाहिँ फुल्छ एउटै झ्याङमा फुल चाहिँ। अहिले फिलहाल चाहिँ हाम्रोमा चाहिँ यतिको चाहिँ फुलिराखेको छ है साथीहरू, बेगुनिया फुल है। ला हौ यहाँनिर यस्तो भएछ शीतले भनेदेखि कस्तो दामी गुलाब रोस रोस जस्तो पनि देख्छ यो। दामी चाहिँ छ नि पानी। अब यो चाहिँ छिट्टो झर्छ होला, पानी पुरा पसिरहेछ नि त्यसमा चाहिँ पानीको लोडले गर्दा। यो फुलदारमा चाहिँ पुरा पानीले भेट्यो हो। अब यो चाहिँ पुरा अलरेडी लोड हुन्छ नि त फुल चाहिँ। यहाँनिर यो चाहिँ फुली पनि सकेको रहेछ चाहिँ, निकालिदिँदा पनि हुन्छ यस्तोलाई चाहिँ। यहाँदेखि हेर्नुहोस् ल एकपल्ट। तर आज चाहिँ हाम्रोतिर चाहिँ एकदमै बेसी पानी परिरहेछ, धुम्म लागिराखेको छ है। पर पनि छ कि म तपाईँलाई देखाउँदैछु, पर्खिँदै गर्नु ल। यहाँ चाहिँ पानीले गर्दा कस्तो लात्रक लुत्रक भएर पानीले हेर्नु झारेर बिजोक भइरहेछ यहाँ चाहिँ। हेर्नुहोस् न पानीले पुरा खतम गरिदिइरहेछ फुलहरू। सधैँ चाहिँ मैले पढाइरहेको थिएँ, योपालि चाहिँ यत्तिकै यहाँ राखेको भएर चाहिँ सार्ने पनि त्यत्तिकै भयो नि त। त्यही भएर यहाँ चाहिँ कस्तो भइरहेछ नि फुलहरू हेर्नु न साथीहरू। यस्तो छ है हाम्रो